सबैजनालाई नमस्कार। बिहानीको सूर्यका मधुर किरणसँगै यहाँहरूलाई मेरो युट्युब च्यानलमा हार्दिक स्वागत छ। आजको मेरो काम भनेको चाहिँ ग्रीन हाउस भित्र लेबल गर्ने काम छ। यो जति पनि ब्याकग्राउन्डमा देख्नुहुन्छ यो मैले निकै दिन गरिसकेको छु, लगभग अन्तिम चरणमा छ। सायद आज सकिनु पर्ने हो, हेर्दै जाउँ के हुन्छ। यसको लागि चाहिँ सर्वप्रथम हामीसँग एउटा सानो ट्र्याक्टर छ। यो ट्र्याक्टर नै लेबल गर्नुपर्ने हो। यो चाहिँ पछाडि चाहिँ कस्तो हुन्छ भने यस्तो हुन्छ है, यसलाई ब्याकेट भन्छ। यसैले लेबल गर्नुपर्ने हो। यतिखेर चाहिँ मलाई साथ दिन चाहिँ हाम्रो आदरणीय दाजु हुनुहुन्छ। हजुरको शुभ नाम? साइमन लिम्बू। उहाँले मलाई साथ दिनुहुन्छ। म ट्र्याक्टर चलाउन जाँदैछु। भिडियो चाहिँ हाम्रो दाजुले खिच्नुहुन्छ। ल दाजु, त्यहाँ यसरी पकाउनुहोस् है। यसमा लाउनु पर्यो। यसरी म पुरा लेबल गर्छु नि, त्यसको चाहिँ ट्याक्कै निकाल्नु होला है।
ल फाइनली चाहिँ लेभल गरेर सकिसकेको छ। तपाईँ देख्न सक्नुहुन्छ चिल्लो बनाइसकेको छ। यो चाहिँ अब फेरि यसमा पलाउ लगाउनु पर्छ। अब पलाउ लगाउनलाई चाहिँ अब एउटैदेखि धेरै चिल्लो बनाउनु हुँदैन। यदि हाइड्रोपोनिक हो भने चाहिँ अब यसलाई अझै चिल्लो बनाउनु पर्छ। यो चाहिँ हाइड्रोपोनिक होइन, माटोमै लगाउने सब्जी, त्यही भएर चाहिँ यसलाई त्यति धेरै चिल्लो बनाइराख्नु पर्दैन, तर लेभल चाहिँ निकाल्नु पर्छ है। हेर्नुहोस् पुरै लेभल बनाउनु पर्छ। बीचमा चाहिँ यो ग्रिन हाउसको यो फलाम हुन्छ, यसमा चाहिँ अलि जोगाउनु पर्छ। चारैतिर यस्तो छ, यसलाई चाहिँ जोगाउनु पर्छ। कहिले ट्र्याक्टर ड्याममै ठोकिन्छ, यो चाहिँ अलि जोगाउनु पर्छ। यताको गारा लाउने काम चाहिँ बाँकी नै छ। लेभल गरेर चाहिँ सकिसकेको छ है। अब उता साइडतिर अलिअलि होला, यता चाहिँ सबै सकिसकेको छ। आजको काम यति नै भयो र फेरि भेटौँला अर्को भिडियोमा। धन्यवाद।